चल्यो घरको धुरी सबै हल्यो बेसारी मुटु काम्यो हौ तर आठ आउँछ मलाई तिमी मेरो साथमा छौ आठ आउँछ मलाई तिमी मेरो साथमा छौ बगैँचाको पर्खाल झर्यो महिनाको मेना ढल्यो कस्तो कालो औँसी पर्यो हौ हेर्दा हेर्दै ओठबाट मुस्कानहरू झरी गयो साँच्दा साँच्दै हातबाट खुसीहरू खसी गयो हौ छेप्दा छेप्दै काकाहरू आफन्त घर गाउँले सबैजना अगाडि आइदिनु होला र विशेष अब चाहिँ हाम्रो कार्यक्रम सुरु नै हुन गइरहेको छ हामी अब कति पनि ढिला गर्दैनौँ र अहिलेको लागि यो कार्यक्रमको सुरु हुँदै गर्दा हाम्रो पास्टर जीवन बहादुर राईले एउटा प्रस्तुति अगाडि राख्दै हुनुहुन्छ र यसको साथमा देवराज राई मणिकुमार राई हुनुहुन्छ गिटार अनि क्यासियोमा
you're mine forever. You're my reality. You're my sunshine. You're my best times. You're my anomaly. And I'd choose you in 100 lifetimes. I'd choose you. जसले आजको विवाह गराइदिँदै हुनुहुन्छ हाम्रो पास्टर दिल्लीराम राईज्यू, पास्टर जीवन कुमार राई, पास्टर धनलाल राई, अनि हामीसँग हाम्रो एडभेन्टिस्टको पाइनियर एल्डर भाजुराम पखाचे श्रेष्ठ हुनुहुन्छ। उहाँलाई हृदयदेखि स्वागत गर्न चाहन्छु। आजको विवाह उहाँले गराइदिनुहुन्छ भने हाम्रो यहाँ लगभग 12-13 जना अगुवाज्यू, पास्टरज्यूहरू, पास्टर लोकेश राई अनि हाम्रो सन्तोष राई, अघि मैले छुटाएँ, उहाँहरू हुनुहुन्छ। सबैजनालाई म स्वागत गर्छु। अनि यहाँहरू पर पाहुना, हाम्रा आफन्तजनहरू, सबैजना जो राजनीतिक दलका हाम्रा आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ, यहाँहरू सबैजनालाई पनि म आजको पवित्र विवाह समारोहमा स्वागत गर्न चाहन्छु। र पवित्र विवाह समारोह क्रिस्चियन रीति र विधिले सुरु हुन गइरहेको छ। यो शर्त म आजको सुरुको बाइबल अध्ययन पाठको क्रम आइपुगेको छु। बाइबल अध्ययन पाठको चाहिँ आजको बाइबल अध्ययन पाठ आदरणीय माझगाउँ मण्डलीका पास्टर एल्डर सूर्य राईज्यू अगाडि आएर अध्ययन गरिदिनुहुनेछ। यसै क्रममा म सुरुको प्रार्थनाको लागि मसेरी चर्चका पास्टर एल्डर देवराज राईलाई पनि अगाडि बोलाउन चाहन्छु। सबैजनालाई जय मसीह अनि नमस्ते भन्न चाहन्छु। यो समय चाहिँ तपाईँहरूको माझमा चाहिँ पवित्र शास्त्र बाइबलबाट महत्त्वपूर्ण वचन लेखिएको, जो परमेश्वरको वचन लेखिएको थियो, त्यो वचन तपाईँहरूको माझमा चाहिँ म पढेर सुनाउनेछु। आजको मुख्य वचन पद रहनेछ त्यो बाइबलको उत्पत्ति भन्ने पुस्तकको 2 अध्यायको 18 पदमा यसरी लेखिएको छ। फेरि परमेश्वर परमप्रभुले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको लागि सुहाउने एकजना सहयोगी बनाउने छु। र उपदेशक भन्ने पुस्तकको 4 अध्यायको 9 पदमा यसरी लेखिएको छ, 1भन्दा 2 असल हो। र 12 पदमा लेखिएको छ, 3 सुते डोरी बलियो हुन्छ 2 जना र परमेश्वर। यो भन्नुको मतलब 3 सुते डोरीको भन्नुको मतलब चाहिँ तपाईँलाई म भन्न चाहन्छु, आजको दुलहा र दुलही हुनुहुन्छ, 2 सुते डोरी हुनुहुन्छ, प्लस त्यसमा परमेश्वरको उपस्थिति साथ दुलहा दुलही तथा परमेश्वरको एकबद्धतालाई नै 3 सुते डोरी भनेर चाहिँ बाइबलले चाहिँ हामीले व्याख्या गरेको हामी पाउँछौँ। हुन्छ, थ्याङ्क यू एभ्रिवान। भाइ रबिन राई अनि बहिनी कञ्चन राईको पवित्र विवाह समारोहमालाई हामी सुरुवात गर्दैछौँ। यो पवित्र समारोह हो, यो खुसीको क्षण र परमेश्वरले समग्र मानव जातिलाई दिनुभएको एउटा सुन्दर आशिषको रूपमा पनि हामी यसलाई लिने गर्दछौँ। परमेश्वरले नै सबै कुराहरू दिनुभयो मानव जातिलाई, यो संसार बसाउनलाई र सबै कुराहरू गर्नका लागि दिनुभएको हुनाले आजको यो पवित्र विवाह समारोहलाई पनि हामी परमेश्वरको हातमा समर्पण गर्दै यो कार्यक्रम सम्पन्नको निम्ति हामी प्रार्थना गर्नेछौँ। सम्पूर्ण अगुवाज्यूहरू, पास्टरज्यूहरू सम्पूर्णलाई केही समयका लागि उठिदिन हुनका लागि हार्दिक अनुरोध गर्दै आउनुहोस् हामी सबैजना शिर झुकाएर परमेश्वरको चरणमा प्रार्थना गर्नेछौँ। स्वर्गराजमा विराजमान हुने प्रेमिलो परमेश्वर बुवा, तपाईँ परमेश्वरलाई म यो समय धेरै धन्यवाद दिन्छु। आजको सुन्दर झलमलाउँदो बिहानी यो दिन तपाईँ परमेश्वरले हाम्रो लागि दिनुभयो। अनि विशेष गरेर आजको दिनमा भाइ रबिन अनि कञ्चन बहिनीलाई तपाईँ परमेश्वरले एकताको सूत्रमा आफ्नो दाम्पत्य जीवनमा तपाईँ परमेश्वरले डोर्याउनु भएको लागि प्रभु, आज विशेष गरिकन यी जोडीलाई हामी तपाईँ परमेश्वरको चरणमा ल्याउँदै यो कार्यक्रमलाई सुरुवाती गरेका छौँ प्रभु। म आशा, विश्वास अनि भरोसा गर्छु तपाईँ परमेश्वरको उपस्थितिमा यी जोडीहरू आज आशिषित हुनेछन् र आफ्नो विवाह
उनीहरूले सम्पन्न गर्नेछ भनिकन प्रार्थना गर्छु प्रभु। यो कार्यक्रमलाई तपाईँ परमेश्वरले आशीर्वाद गर्नुभएको होस्, तपाईँ परमेश्वरको उपस्थिति भएको होस्, ताकि यस कार्यक्रमको प्रत्येक भागमा प्रभु तपाईँ परमेश्वरको उपस्थिति भइकन सबै कुराहरू तपाईँ परमेश्वरले आशीर्वाद गर्नुभएको होस् र सफल हुनका निम्ति तपाईँ परमेश्वरले नै सहायता अनि मद्दत गर्नुभएको होस् भन्दै सबै कुरा यो सबै भागहरूलाई तपाईँ परमेश्वरको चरणमा राख्दै आशिष माग्छु प्रभु येशूको नाउँमा, आमेन। उहाँहरूले परमेश्वरसँग पवित्र धर्मशास्त्र बाइबल परमेश्वरको वचन अध्ययन र सुरुको प्रार्थना गरेर आजको कार्यक्रममा हामीले आशिषको प्रार्थना गरेर अगाडि बढाइसकेका छौँ। यतिखेर हाम्रो माझमा रामकुमारी राई हुनुहुन्छ, जो आजको दुलाको मम्मी र उहाँको अङ्कल रुद्र राई हुनुहुन्छ। उहाँहरूले अगुवा पास्टरज्यूहरूलाई खदा ओढाएर स्वागत गरिदिनु कार्यक्रम रहेको छ। यो समय चाहिँ म उहाँहरूलाई दिन चाहन्छु। No turning back, and every day, every moment, every breath you take, I choose you. This is more than just a wedding. This is etched into eternity. With our union, we will move mountains. We will live on our knees. 'Cause He'd choose us in 100 lifetimes. He'd choose us in 100 worlds. He'd find us, and we'd say we do for the rest of our lives. With all that we have, we do, and we will, when the sky turns black and He comes back riding on the clouds. Every day and every moment, every breath we take, we choose you. Look into my eyes, dear. मामाहरूसँगै मलाई धेरै धेरै स्वागत छ। हुन्छ, यो विवाह कसको चाहिँ विवाह हुँदैछ भनेर हामी चिन्नको लागि यो चिन्जानको परिचयको क्रममा छौँ। हामी दुलैको परिचयको निमित्त छोटो परिचय दिनको निमित्त डमडी चर्चका पास्टर एल्डर हिमन राईलाई म अनुरोध गर्न चाहन्छु। छोटो दुलैको परिचय उहाँले लेख्नु भएको होला। हाम्रो दुलै कस्तो रहेछ त हामीले पाउन लागेको दुलै होइन। अब विवाह त भइसकेको छैन विधि अनुसार। अब हामी कस्तो दुलैलाई पाउँदैछौँ त? हामीलाई कौतूहल छ। यो कौतूहल चाहिँ हामी यो परिचय पश्चात हामी मेटिनेछ। कस्तो हुनुहुन्छ दुलै, कस्तो स्वभावको हुनुहुन्छ, कुन परिवारको हुनुहुन्छ, कुन घरानाको हुनुहुन्छ, यो समय म पास्टर हिमन राईलाई दिन चाहन्छु। आजको यो पवित्र विवाह समारोहमा जो चाहिँ दुलै नानी हुनुहुन्छ, यी दुलै नानीको परिचय र यिनी कस्तो छिन् भन्ने कुरा चाहिँ म तपाईँहरूलाई बताउन गइरहेको छु। खास गरी यी कञ्चन राई, कञ्चन केटा मान्छेको नाम पनि हुन्छ, कोही प्रायः जस्तो कुनै पनि नाम छैन। कञ्चन राई दुलैको घर चाहिँ बगाचार, हाम्रै छेउमा। मेरो 5 र हाम्रो नजिक 4 र 5 को हाम्रो छिमेकी नानी हुन्। र हजुरबा चाहिँ जमान सिंह राई,
नानीको हजुरबा जमान सिंह राई, आमा लक्ष्मी राई र 5 भाइ 4 बहिनीको कान्छी बहिनी, 5 भाइ 4 बहिनी मध्येको कान्छी बहिनी र यी नानीको मम्मी हुनुहुन्छ। बाबा चाहिँ 2 वर्ष अगाडि बित्नुभयो, दुःखको कुरा हो। बाबा हुनुभएको अझै राम्रो हुन्थ्यो, तर जे होस् मम्मी हुनुहुन्छ। यिनी चाहिँ अब 5 भाइ 4 बहिनी अनि मम्मीले पुल पुल्याएकी एउटा राम्ररी हुर्काएकी एउटा फुल हो। उनी 12 पास गरेर काठमाडौँमा डिजाइनर पनि गर्छिन् र मैले बुझेअनुसार यिनी सानैदेखि एकदम लगानशील मिजासिलो। यहाँ मैले बढाइ चढाइ गरेको होइन, सत्य बोल्नुपर्छ अगाडि आएर। सबै साथीसँग मिलनसार होइन, एकदमै धेरै पनि नबोल्ने, ठिक्क बोल्ने तर एकदम सही बोल्ने हामीले पाएको हो, हामीले देखेको हो। र चाहिँ जे होस् हामीले नै हुर्काएको जस्तो हो नि त। हामी त्यति नजिक त छैन, तर हामी त्यहाँ जाँदाखेरि यिनी सानै थिइन् र अहिले चाहिँ विशेष गरी मेरो आफ्नै भान्जासँग यहाँ जुन लगनगाँठो कस्दै गर्दा म अत्यन्त खुसी छु। यही हो दुलै नानीको परिचय। दुलै नानी चाहिँ चामलिङ राई हुन्। चामलिङ राई हो, धिलुतुङमा, धिलुतुङ छोरी मान्छेहरू चाहिँ धिलुतुङमा चामलिङ राई है। नमस्कार। हुन्छ, पास्टर हिमन राईलाई धेरै धेरै धन्यवाद। आजको दुलै कस्तो छ त भनेर हामीलाई खुल्दुल थियो है खुल्दुली थियो। उहाँले प्रश्न बनाइदिनु भयो। हामीले निकै नै राम्रो घरानाको हाम्रो एडभेन्टिज नानीलाई हाम्रो दुलाईको रूपमा पाउँदै रहेछौँ। कस्तो छोरीलाई कस्तो दुला पर्यो त होइन, अब राम्रो पर्यो कि नराम्रो पर्यो, दुलाको ब्याकग्राउन्ड के हो, यसको निम्ति चाहिँ फेरि दुलाको परिचयको लागि उहाँको आफ्नै ठुलो बुवा आदरणीय पास्टर हाइन्द्र राईज्यूले दुलाको बारेमा छोटो परिचय लिएर आउँदै हुनुहुन्छ। यो समय म उहाँलाई दिन चाहन्छु। हुन्छ, परमेश्वरलाई धन्यवाद र हाम्रो भाइ पास्टर केशवलाई धेरै धेरै धन्यवाद यस समय दिनुभएकोमा। सबैलाई प्रभुको नाममा जय मसीह। साथै नमस्कार। आज हामी यो खुसीको क्षणमा छौँ कि परमेश्वरको आज यो एकदमै यो परमेश्वरले दिनुभएको आशिषित दिनमा छौँ र जसरी आज दुलैको परिचय दिइसक्नु भएको छ र अब दुलाहाको परिचयको विषयमा धेरैजनाले थाहा पाउनुहुन्छ र कतिले थाहा पाउनु पनि भएको छैन होला। उहाँ हाम्रो दुलाहाको परिचय चाहिँ उहाँको बुवा चाहिँ चन्द्रमान राई हो र उहाँको बाजेको नाम ठ्याक्कै मैले बिर्सेँ, फेरि कान्छ लालबहादुर राई। किनभने उहाँको छोरा प्रत्यक्ष हुनुहुन्छ कान्छ, त्यही भएर मैले उहाँलाई सोधिहालेको। लालबहादुर राई र उहाँको लालबहादुर राईको छोरा चन्द्रमान राईको छोरा चाहिँ हाम्रो रबिन राई र मम्मीको नाम रामकुमारी राई र अघि मामाहरूको त धेरैजनाले नाम सुनिसक्नुभयो। मेरो पनि के अरे साली बहिनीको छोरा र मेरो पनि छोरै हो र ऊ चाहिँ जे होस् अब परमेश्वरको यो आशिष उसले प्राप्त गर्नु लागेको छ। किनभनेदेखिलाई एउटा सुन्दर परमेश्वरले एकजना जोडी दिँदै गर्नुभएको छ। यो तपाईँहरूको माझमा यहाँ हामीले देखिरहेका छौँ र यसरी नै उहाँहरू चाहिँ एउटा रबिनको चाहिँ एकजना दिदी र ऊ एकजना भाइ मात्रै हो र 2 जना छोरा र छोरी। उहाँको यो परिचय यति नै छ। सबैलाई फेरि पनि म चाहिँ मसी नमस्कार भन्न चाहन्छु यो समय हाम्रो सञ्चालकलाई। आदरणीय पास्टर हाइन्द्र राईलाई धेरै धेरै धन्यवाद। अब ताली हालौँ त दुलै पक्षले है। हामीले एकदमै राम्रो दुला पाएका रहेछौँ भनेर उहाँले सबै वंशावली उहाँले दिइसक्नु भएको छ। म अलिकति थप्न चाहन्छु। हाम्रो दुला ह्यान्डसम तपाईँले देखिरहनु भएको छ, एकदमै उच्च, एकदमै एडभेन्टिजको के भन्छ त्यसलाई, गोल्डन पिस भन्छ, गोल्डन पिस होला है। तपाईँले पाउँदै उहाँको उच्च अध्ययनपछि उहाँ चाहिँ एउटा कोरियामा कामको सिलसिलामा एउटा जबको सिलसिलामा जानुभएको रबिन राई। हुन्छ, सबैजनाले
हाम्रो दुला र दुलैको परिचय पाइसक्नु भएपछि राम्रो रहेछ भन्ने तपाईँहरू ताली हाल्नुहोस् त। आमेन। धन्यवाद छ। अब भने हामीले विवाह कार्यक्रम अगाडि बढाउँछौँ। उहाँहरू दुलाकी भोजनको आवश्यक पर्छ। आत्मिकी भजन त तपाईँहरूले बुझिसक्नु भएको छ। पवित्र धर्मशास्त्र क्रिस्चियनहरूकोले विश्वास गर्ने वचन, परमेश्वरको वचन, पवित्र धर्मशास्त्रबाट हामी विवाह हुनुभन्दा अगाडि यो पवित्र धर्मशास्त्र वचन हामी सुन्नेछौँ र यो पवित्र वचन आजको विशेष वचन दुला दुलाईको निम्ति र हामी सबैको लागि चाहिँ आजको पवित्र वचन लिएर आउँदै हुनुहुन्छ हाम्रो आदरणीय सेभेन्थ एडभेन्टिस्ट मण्डलीका सिनियर पास्टर, हाम्रो उदयपुरका सेभेन्थ एडभेन्टिस्टको संस्थापक आदरणीय पास्टर दिलीराम राईज्यू आउँदै हुनुहुन्छ। उहाँलाई यो समय म दिन चाहन्छु। सबैजनाले ताली हाल्नुहुन्छ एकचोटि। हुन्छ। हाम्रो सञ्चालकज्यूलाई धेरै धेरै धन्यवाद। आजको यो पवित्र विवाहमा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिज्यूहरूलाई र हाम्रो विवाहमा निमन्त्रणा दिनुभएको छ हामीलाई पनि, हामी सबैजनालाई, र उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन्छु। र तपाईँहरूलाई यो विवाह मण्डपमा म हार्दिक स्वागत पनि गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट र यो विवाह दिनुहुने परिवारको तर्फबाट पनि। र आज अत्यन्तै हामी सबैजना खुसी छौँ, उत्साहित छौँ, किनभने हामी सबैजना उहाँहरूको निमन्त्रणालाई स्वीकार गर्दै विभिन्न ठाउँबाट आउनुभएको छ र हामी हाम्रो आफ्नै धर्म, आफ्नै परम्परा, आफ्नै संस्कार, आफ्नै वेशभूषा छ। हामी सबैजनाले गरिरहेका छौँ, हामीलाई अनुभव छ, हामीलाई थाहा छ, हामी जानकार छौँ। एकले अर्कालाई हामी स्वीकार गर्ने गर्छौँ। हामी कतिलाई अनौठो लाग्छ, कतिलाई भने हामीलाई यस्तै हो भन्ने लाग्छ। मलाई पनि त्यस्तै लाग्थ्यो। र हामी विभिन्न ब्याकग्राउन्डबाट आएका छौँ। हाम्रो विश्वास, आस्था, भरोसा जे भए पनि ईश्वरप्रति हो, हामी सबैजनालाई थाहा छ। हामीले अघि वचनहरू पढ्यौँ, हामीले वचनहरू सुन्यौँ, हामीले विश्वास गरेको धर्मशास्त्र बाइबलबाट मानिस एक्लो रहन असल छैन भनेर हामीले केही वचनहरू हामीले सुनेका थियौँ, पढेर सुनाएर जानुभएको थियो। साँच्चै हामी सबैजना सामाजिक प्राणी हौँ, हामी एक्लो रहन असल छैन, यो कुरा हामी सबैले विश्वास गर्छौँ र यो परिपक्व कुरा हो। तर हामी जबसम्म जीवन छ त हामी एक्लो छौँ। जब जीवन छ, जब हाम्रो जीवनमा साथी हुन्छ अथवा जोडी बानिन्छौँ तब हामी परिवार हुन्छौँ। परिवारबाट हामी एउटा समुदाय बन्छौँ, समुदाय हुँदै हामी एउटा समाज बन्छौँ। त्यसैले हामीलाई सामाजिक प्राणी भन्ने गर्छन् र हामी सामाजिक प्राणी पनि हौँ। र आज यी दुई आज एक हुन गइरहेको छ। दुई परिवारको एक्लो जीवनलाई आज हामी सबैजना समाजले, परिवारले स्वीकार गर्दै आज सामाजिक रीतिरिवाज अनुसार हामी पवित्र बन्धनमा बाँध्न गइरहेका छौँ। जब विवाहको बन्धनमा हामी बाँधिन्छौँ, सम्बन्धमा हामी गाँठो पर्छौँ, तब त्यति सजिलो जीवन नहोला र हुँदैन पनि। हामी भोगेकाहरूले थाहा छ। अथवा जो बन्धनमा हामी पारिवारिक छौँ, हामी सबैलाई थाहा छ त्यो विवाहको बन्धन। मैले यो भन्न खोजेको होइन कि यो नराम्रो हो, तर यो एउटा जिम्मेवारी हो। जब हामी विवाहको बन्धनमा बाँधिन्छौँ तब हामी जिम्मेवारी हाम्रो काँधमा हुन्छ। जब एक्लो छौँ हामी एकदमै हलुका हुन्छ। विशेष गरेर विवाह नगर्ने भाइ बहिनीहरूलाई अहिले कति मस्ती छ होइन। जोसँग पनि हामी हाँस्न सक्छौँ, बोल्न सक्छौँ, खुसी छौँ, जोसँग होइन हिँड्दा पनि केही फरक पर्दैन, आनन्द छ। कति आनन्द, कति खुसी लाग्छ, कति रमाइलो जिन्दगी जस्तो लाग्छ। तर जब हामी यो पवित्र विवाह अथवा बन्धनमा, हामी पारिवारिक बन्धनमा बाँधिन्छौँ तब हामीलाई एकपल्ट साह्रै रमाइलो लाग्छ, साह्रै खुसी लाग्छ। धन्न मैले जोडी पाएछु, धन्न मैले विवाह गरेछु भन्ने जस्तो लाग्छ। त्यतिसम्म उत्साहित र खुसी भइन्छ। जब दिन बित्दै जान्छ, समय बित्दै जान्छ, विभिन्न जिम्मेवारीहरू बढ्दै जान्छ, जिम्मेवारी बढ्दै जाँदाखेरिको क्रममा
विभिन्न अभावहरू पनि हुँदै जान्छ परिवारमा। दुईटा मन त हो, सधैँभरि एउटा कहाँ हुन्छ र? कहिलेकाहीँ त अलिकता तितो तर्रो पनि हुन पुग्छ, त्यतिखेर अलिकता गाह्रो पनि हुन्छ। अनि त्यसलाई भनिन्छ परिवार। बाइबलमा त्यही भन्छ। अहिले हामीले धर्मशास्त्र त्यही पढ्यौँ, मानिस एक्लो रहन असल छैन, त्यसको निम्ति म असल जोडी बनाउँछु। यो हामीले रचना गरेर भएको कुरा होइन, यो ईश्वरको रचना हो र ईश्वरले यो स्थापित गर्नुभएको यो हाम्रो जीवन हो। यो जीवनलाई हामीले जस्तो सोच्यौँ यो जीवन त्यसरी चल्छ। तपाईँले आफ्नो जीवनलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ, त्यो जीवन त्यसरी नै अगाडि बढ्छ। तपाईँले सहज आनन्द खुसी र आनन्दसँगले चाहिँ तपाईँले अगाडि बढाउन चाहनुहुन्छ भने त्यो तपाईँको जिम्मेवारी हो। तपाईँले त्यो सहजता आफैले स्थापित गरेर अगाडि बढ्न सक्नुहुन्छ। तर तपाईँले अलिकता होइन म आफ्नो तरिकाले जिउँछु भनेर चाहिँ जब हामी अगाडि बढ्न चाहन्छौँ भने तपाईँको परिवारमा हुनसक्छ तितो टर्रो। जब हामीले 2-1 जब हुन्छौँ तब हाम्रो जीवन जान्यो भने एकदम सहज र सजिलो पनि हुन्छ र एकदमै आनन्द पनि हुन्छ र खुसी शान्ति र आनन्दको महसुस गर्न सक्छौँ। तर हामीले आफ्नै व्यक्तिगत जीवन जस्तो गरी तपाईँहरूले जिउन चाहनुभयो भने तब अलिकता गाह्रो हुन्छ। या आउँदो भाइ बहिनी जसले चाहिँ विवाह गर्नुभएको छैन उहाँहरूलाई मेरो सन्देश पनि हो, अलिक गाह्रो हुन्छ। त्यस कारणले जो गर्न चाहनु भएको छ, इच्छा गरिराख्नु भएको छ अथवा तयारीमा हुनुहुन्छ भने अलिकता होसियारी हुनुहोस्। विवाहको बन्धन एक जिम्मेवारी हो। यो विवाह मात्रै होइन, यो एउटा रमाइलो मात्रै होइन, यो एउटा जिम्मेवारी हो। यो काँधमा आउने अर्को बोझ हो। जान्नुभयो भने सहज हुन्छ, जान्नु भएन भने अलिकता बोझिलो हुन्छ। त्यो याद गर्नुहोस्। त्यस कारणले हामीले यस्ता कुराहरूलाई धेरै ख्याल गर्नुपर्छ। अहिले जति छ म विशेष गरेर यो दुलहा दुलहीलाई पनि म यो सन्देश दिन चाहन्छु। अहिलेसम्म जति तपाईँहरूले आफ्नो जीवनमा विभिन्न बितेको समयहरूमा तपाईँहरूको विभिन्न किसिमको साथीहरू थियो होला, रमाइलो गर्नुभयो होला, हाँस्नु बोल्नुभयो होला, तर बाँकी जीवन त्यति सहज नहोला। त्यसको बिचमा विभिन्न दरारहरू आउन सक्छ। तर त्यो कुराहरूलाई तपाईँहरूले सामना गर्न पचाउन तम तयार हुनुहोस्। किनभने जीवन भनिन्छ जीवन जिउनु जान्नुभयो भने सजिलो पनि छ, जीवन जान्नु भएन भने जीवन जिउन गाह्रो पनि छ। तपाईँले नचाहेर कसैले तपाईँलाई दुःख दिँदैमा तपाईँलाई पीडा दिँदैमा ऊ दुखित हुँदैन। तपाईँले के सोच्नुहुन्छ, तपाईँले के महसुस गर्नुहुन्छ, त्यो सबैभन्दा ठुलो कुरा हो। तपाईँले चाहनु भएन भने तपाईँ कहिले पनि दुखी हुनुहुन्न। हामी कहिलेकाहीँ यो सोच्छौँ कि चुप लागेर बस्यौँ भने यसको के छ, गल्ती छ, कमजोरी छ, त्यसैले यो बोलिरहेको छैन, यसको धेरै कमजोरी छ, यसको गल्ती छ भनेर हामी भित्रभित्रै के गर्छौँ, रिसाउँछौँ, आफू भित्रभित्रै जल्छौँ, पीडा बोक्छौँ, आफै तडपिन्छौँ। यो सबैभन्दा हाम्रो मानव जातको कमजोरी हो। हामी आज व्यक्तिगत जीवन जस्तो पारिवारिक जीवन हुँदैन। म के पनि भन्न चाहन्छु भने तपाईँले चाहनु भएन भने कसैले दुखित पार्दैमा दुखी भइँदैन। तपाईँले कसैले पीडा दिँदैमा तपाईँ पीडित हुनुहुन्न। किनभने एउटा मैले कहानी सुनेको थिएँ। एकजना मान्छेले आएर तथानाम गाली गरेछ। त यस्ता उस्ता भरको नचाहिँदो कुराले सबै जति उसलाई तथानाम गाली गरेछ। अनि त्यो गालीले गर्दाखेरि चाहिँ
उसले चाहिँ सुनिरहेको एक वचन पनि बोलेन। अनि केही दिन पछाडि त्यही मान्छेसँग फेरि भेट भएछ। भेट भएपछि के भनेछ भने उसले, अनि तपाईँलाई मैले अस्ति त्यत्रो तथानाम गाली गर्ने त्यत्रो भने, तपाईँ त जस्ताको तस्तै, मसँग रिस उठेन तपाईँलाई भनेछ अरे। तपाईँले दिएको रिस मैले लिएको भए मलाई रिस उठ्न भनेछ अरे कि। जबसम्म अरूले गरेको क्रियाकलापले हामी त्यो कुरालाई वास्तै गर्दैनन्, हामी कहिले पनि दुखित हुँदैनौँ। परिवारमा पनि त्यही हो, हामी श्रीमान श्रीमतीमा पनि त्यही हो, समाजमा पनि त्यही हो। हामीले एकले अर्काको कमी कमजोरीलाई हामीले वास्तै गरेनौँ भने, अथवा पीडा दिँदा पनि त्यो पीडाको वास्तै गरेनौँ भने हामीलाई त्यसको कुनै अर्थ लाग्दैन। तपाईँले कसरी लिनुहुन्छ, कसरी बुझ्नुहुन्छ र कसरी महसुस गर्नुहुन्छ, त्यो नै सबैभन्दा ठुलो कुरो। त्यसलाई भनिन्छ जीवन, जसले हामीलाई एकले अर्कालाई स्वीकार गर्न सक्छौँ र हामीले आफ्नो जीवनलाई अगाडि बढाउन सक्छौँ। त्यसैले बाइबलमा एउटा महत्त्वपूर्ण शब्द छ जो प्रभु येशू ख्रीष्टले भन्नुभएको एउटा पद म पढ्न चाहन्छु। बाइबलको मत्ती 7:12, तिमीले तिमीसँग अरूले कस्तो व्यवहार गरेको तिमी चाहन्छौ, तिमीले पनि अरूसँग त्यस्तै व्यवहार गर भनेर भनिएको छ। यो शब्द मेरो होइन, प्रभु येशू ख्रीष्टको हो, प्रभु येशूले भन्नुभएको छ। त्यसकारणले हामीले श्रीमतीले मसँग कस्तो व्यवहार गरोस् भन्ने चाहन्छु भने श्रीमतीसँग आफूले त्यस्तै व्यवहार गर्नुहोस्, र श्रीमतीले पनि श्रीमानले मलाई कस्तो व्यवहार गरोस् भन्ने चाहन्छु भने त्यो आफूले पनि श्रीमानसँग त्यस्तै व्यवहार गर्नुहोस्। मेरो यो अनुरोध र यो हाम्रो जीवन जिउने एउटा आधार र यो मुख्य आजको सन्देश र यो पदलाई तपाईँहरूले ख्याल गर्नुहोस् र सधैँभरि यो पद अथवा प्रभु येशू ख्रीष्टको यो वचन अनुसारको जीवन जिउने कोसिस गर्नुहोस्। तपाईँहरूको जीवन सफल रहनेछ, फल्दो फुल्दो हुनेछ र तपाईँहरूको परिवार शान्ति आनन्द र खुसीको जीवन र परिवार अगाडि बढ्नेछ। परमेश्वरले आशिष दियो। यो वचनलाई म यहाँ अन्त गर्छु। हस् त, सबैजनालाई धन्यवाद। बुवालाई हृदयदेखि हामी धन्यवाद दियौँ। सबैजनाले आमेन भनेर तालिहाल्नुहोस् त। आमेन आमेन है। दुवैजनालाई उठ्न अनुरोध गर्दछु। दुलहा र दुलही दुवैजना उठिदिनुहोस् बिस्तारै, हात पक्रेर। अघि जुन हात रविनले पाएको छ त्यो उहाँले छोड्नु नै छैन। र दुलहाको मम्मी रामकुमारी राई अगाडि आएर बस्दिनु होला र मामा टङ्कबहादुर राई पनि छेउमा बस्दिनुहोस्, यतापट्टि उभिदिनुहोस् है। उभिदिनु सक्नुहुन्छ भने उभिदिनुहोस्। र दुलहाको काका पनि अगाडि आएर उभिदिनुहोस्। अब यहाँ बाचा बन्धनको सबै कर्महरू हुने भएकोले अनि म अनुरोध गर्न चाहन्छु, दुलहीको दाई हुनुहुन्छ, कृपया गरी तपाईँ पनि छेउमै उभिदिनु म अनुरोध गर्दछु। उतापट्टि उभिदिनुहोस् तपाईँहरू है। अनि दुलहीको भाउजू पनि आएर उभिदिनुहोस्। र अब भने यतिका समाजको रोबरमा पास्टरहरूको उपस्थितिमा पवित्र धर्मशास्त्र बाइबलको वचन मुताबिक पवित्र क्रिस्चियन विवाह जनालाई म धेरै धेरै स्वागत गर्न चाहन्छु र विशेष गरी परमेश्वरलाई धन्यवाद होस्। र विशेष मैले मान्नुपर्ने हाम्रो आदरणीय पास्टरवर्गहरू जो पास्टर दिलेराम राईज्यू, पास्टर जीवन कुमार राईज्यू लगायतका सम्पूर्ण सहकर्मी पास्टर साथीहरू लगायतका हाम्रो आदरणीय एल्डर भाजुराम तखाचे श्रेष्ठज्यू, यहाँहरू सबैसँगको अनुमतिले र पारिवारिक हाम्रो दुलहाका बुवा मम्मी, मामा, जेठा मामा, दुलहीका दाजु भाउजू, काका, दुलहाका काका, यहाँहरूको सबैको अनुमतिले म यो पवित्र विवाह बन्धनलाई अगाडि बढाउन गइरहेको छु र निम्तालु सबै जनहरूमा हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु। र हामीलाई समय बहुत ढिलो भइसकेको छ, हामीलाई समयको पाबन्दी छ। हामीले लगभग यो विवाहलाई 1 देखि 1.5 घन्टासम्ममा सक्ने भने तापनि त्यति नै समय नहुन सक्छ, अलि लामो नै भयो। माफ गर्नुहोला, क्षमा गर्नुहोला, सबैजना भोकाउनु भएको छ। तर पनि हामीले यो विवाह कार्यक्रमलाई चाहिँ सम्पन्न गर्नु नै छ। र आजको नववरवधु, आजको
वर हुनुहुन्छ के अरे हाम्रो दुला राजा हुनुहुन्छ रविन्द्र राई भने दुलै नानी हुनुहुन्छ कञ्चन राई। हामीले यहाँहरूको परिचय 3 पुस्ते पनि हामीले सुनिसकेका छौँ। हामी यहाँ अब धेरै जानु पर्दैन र अब चाहिँ म विशेष विवाह कार्यक्रममा अगाडि जान चाहन्छु र दुवैजना हाम्रा दुलहा र दुलहीलाई हाम्रो पास्टर देवराज राईज्यूले माइक हस्तान्तरण गर्नुहुनेछ। के कुराहरू अहिले चाहिँ पहिले अभिभावकहरूलाई आमा र दाई, दुलहीका दाई र दुलहाका आमालाई माइक दिनुहुनेछ भन्ने म अनुरोध गर्न दिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु र उहाँहरूले माइक लिँदा लिँदै म यहाँहरू समक्ष केही कुरा राख्न चाहन्छु। यो विवाह उत्सवको विषयमा हाम्रो आदरणीय पास्टर र हामी सबैको अगुवा र हामीलाई यो ठाउँसम्म दोहोऱ्याउनु हुने हाम्रो आदरणीय व्यक्तित्व दिलेराम राईज्यूले सबै माझमा विवाहको विषयमा, इसाई विवाहको विषयमा त भनि नै सक्नु भएको छ, यसलाई म दोहोऱ्याउन चाहन्न। तर पनि वास्तवमा यो विवाह उत्सवहरूमध्ये यो विवाह चाहिँ, यो पवित्र विवाह बन्धन चाहिँ एउटा उत्सवहरूमध्ये चाहिँ एउटा आनन्ददायी उत्सव हो र यो रमाइलो एउटा बहुत गहिरो जिम्मेवारी हो। नाना अहिलेलाई एकछिनलाई यो कुरालाई नदिनुहोस्, एकछिन ध्यान दिनु होला। र यो एउटा चाहिँ बडो गहन जिम्मेवारी हो यो विवाह भन्ने कुरा है। तपाईँहरूले बुझ्नु भएको छ नि, कति दुःख छ, कति कष्ट छ, तर यो बडो जिम्मेवारी, दुःख कष्टको सबैको जिम्मेवारी हुँदाहुँदै पनि यस्तो जिम्मेवारी बहुत रमाइलो जिम्मेवारी अरे। कहिलेकाहीँ दुःख पनि बडो मजाको लाग्छ नि होइन, त्यस्तै मध्येको यो एउटा बहुत गहिरो जिम्मेवारी तर एउटा चाहिँ बहुत रमाइलो जिम्मेवारी हो एउटा अभिभावकको लागि पनि है। हामी पनि सबैजना अभिभावक हौँ। अहिले म उसले पास्टरको भूमिकाले पास्टर छु, तर पनि म दुलाको अभिभावक हुँ र पनि हामीलाई धेरै जिम्मेवारीहरू आए तापनि एउटा रमाइलो जिम्मेवारी हो र यो हामी धेरै चाहन्छौँ। र यो एउटा यति धेरै साँचीहरू र परमेश्वरको अगुवाईमा गरिने एउटा पवित्र बन्धन र पवित्र करार हो र यो विवाह करार चाहिँ एउटा सम्झौता पनि हो। यसलाई चाहिँ हामी बडो बुद्धिमानीपूर्वक यसलाई चाहिँ हामी समापन गर्ने गर्छौँ र यसले चाहिँ हाम्रो जीवन निर्धारण गर्ने गर्दछ। यो कुरा हामी सबैलाई थाहा भएको कुरा हो। र म अब यो विवाह बन्धनलाई अगाडि बढाउन अगाडि म केही अभिभावकज्यूहरूलाई केही कुराहरू सोध्न चाहन्छु। जुन आज दुला दुलही हामी अगाडि देखिरहेका छौँ, पहिले चाहिँ म दुलहीको अभिभावकलाई सोध्न चाहन्छु। यो माइक दिनुहोस्। दुलहीको दाइ हुनुहुन्छ, अझै विवाह हुँदैछ, तपाईँको बहिनीको विवाह हुँदैछ, तपाईँ यतिका साथीहरूको अगाडि भनिदिनुहोस्, पास्टर, अगुवा, एल्डर, मण्डली परिवारको साथीको अगाडि भनिदिनुहोस्, यो तपाईँको आफ्नै खुसीले तपाईँको पुनः समर्थनमा आफ्नो बहिनीको विवाह यो ठाउँमा गर्नलाई राजी हुनुभएको हो? त्यो माइक बोलेन कि क्या हो? हस्, धन्यवाद। उहाँलाई यतिकै लागि मैले भ्याइएको थिएँ, किनभने यो चाहिँ एउटा हाम्रो जिम्मेवारी पनि हो होइन। कसैको करकाप हुनसक्छ, कसैको दबाब हुनसक्छ, तेरो बहिनी दिनुहोस् भने त म तँलाई यो गर्छु, धेरै खालको क्रिमिनलहरू अथवा घटनाहरू घटिरहेको छ नि त होइन। त्यसले गर्दाखेरि हामीले सोध्नुपर्छ। उहाँले मेरो आफ्नै खुसीले म एकदम यो विवाहमा समर्थन छु भन्नुभएको छ, उहाँलाई धन्यवाद छ। र यही माइक म मामा र आमालाई दिन चाहन्छु। यो विवाहमा कुनै पनि लाग ढाक धाक धम्की बच्चा नि बिहे गरेन भने यस्तो हुनेछ उस्तो हुनेछ भन्ने खालको केही नपरे तपाईँको बहुत सही इच्छाले तपाईँले आफ्नो बुहारी स्वीकार्नका लागि कञ्चनलाई तयार हुनुभएको हो? एकदम हामी सो इच्छाले हामीले स्वीकारेका हौँ। नानालाई पनि दिनुहोस्। हामीले चाहिँ एकदम धेरै बुहारीलाई चाहिँ मन पराएर हामीले बुहारीलाई चाहिँ धेरै मन पराएर हामीले स्वीकारेका छौँ। थ्याङ्क यू। भन्नुहोस्। हामी खुसी छौँ। धन्यवाद छ। हुन्छ, तपाईँहरूलाई अब आफ्नो आफ्नो स्थानमा यो विवाह सम्पन्न भइन्जेल बसिदिनु हुनको लागि उहाँहरूलाई दुई पक्षलाई ठाउँ तल तयार गरिदिनु होला। दुईजनालाई यसरी भयो भने हाम्रो विवाह भइन्जेल तपाईँहरू बसिदिनु भयो भने कस्तो हुन्छ भने हाम्रो एउटा विवाहको साक्षीको रूपमा हामीले क्यामेराम्यानहरू पनि छ। त्यसले गर्दाखेरि परि जस्तो देखिने एकजना व्यक्ति हुनुहुन्छ। हामीले अहिलेसम्म कञ्चन राई भनेर विश्वास गरेका छौँ र
रविन्द्र राईले पनि कञ्चन राई नै भनेर विश्वास गरिराख्नु भएको छ। तपाईँहरूले कालान्तरमा हेर्नु भने कहिलेकाहीँ विवाहमा छलकपट भएको देख्नु भएको छ। कति चाहिँ विवाह हुँदै गर्दाखेरि दुलहीले भागेर अर्कै दुलही खडा भएको तपाईँहरूले देख्नु भएको छ। फिल्मतिर, कथातिर, संस्थानतिर पनि छ त्यो कुराहरू, बुझ्नु भएको छ कि? त्यस्तै हुनसक्छ अहिले चाहिँ एउटा परीको रूपमा घुम्टो बाउडी, अहिले त सिरियलहरूमा पनि त्यस्तो कहानीहरू हामी देख्नु पाउँछौँ है। ए भद्रगोलमा छ अरे, यो चाहिँ पास्टर सूर्य राईले भन्नुभएको भद्रगोलमा पनि छ अरे। भद्रगोल हुन्छ नि त होइन? जिक्रीको चाहिँ मन पराएको रक्षा हुन्छ, अलिकति कहानी पनि भनिदिइहालौँ रमाइलो होस् भनेर। रक्षा हुन्छ, रक्षालाई अर्कोले पनि मन पराएको हुन्छ, अनि रक्षालाई चाहिँ जिक्रीको नकाब लाएर अर्कोले उडाइसक्छ। अनि जिक्रीले बिहे गर्ने बेलामा त रक्षाको श्रीमान त अर्कै परे हुन्छ, रक्षा त हुँदैन होइन? यस्ता यस्ता पनि हुन्छ नि त होइन? तर अहिले हामीले खुल्ला देखिरहेका छौँ। र विवाह गर्न अगाडि, यो विवाह बन्धनमा बाँध्नु अगाडि रविन्द्र राईले अहिले खास खुसखुस कति किन हो पछि छ, रविन्द्र राईले चाहिँ आफ्नो दुलही कन्फर्म गर्नको लागि म अनुरोध गर्न चाहन्छु। जब उसले यो आज कञ्चनको घुम्टो हटाउने ठुलो जिम्मेवारी उहाँको मात्रै हो। हुन्छ यो पानी एकछिनलाई त्यो घुम्टो गाडेपछि मात्रै खानेकुरा हो, पास्टरज्यूले भन्नुभयो, यो ठिकै पनि हो। र अब यो विवाहलाई बाँध्न अगाडि विवाह भइसकेपछि त को अर्का बिहे भयो भने त बडो बर्बाद हुन्छ। तर आफ्नो अस्ति मगनी गरेको छौँ हामीले, मगनी गरेर प्राय चाहिँ हामीले लिएर पनि आएको छौँ। तर घटना भनेको एकैछिनमा नि त हुनसक्छ नि, के थाहा एकैछिनमा नि घटना हुनसक्छ, घटना नै छिटो हुने हो। त्यसले गर्दाखेरि आफ्नो दुलही हो कि होइन भनेर कन्फर्म गरिदिनको लागि दुलहीनालाई यता फर्किदिन र दुला राजालाई उता फर्केर आफ्नो मगनी गरेको आफ्नो दुलही, विवाहिता दुलही हो कि होइन कन्फर्म गरिदिनु हुनको लागि अनुरोध गर्दछु। सबैजनाले ताली दिनु होला, विशेष क्यामेराम्यानले यतिखेर चाहिँ फोकस गरिदिनु हुनको लागि। फोटो भिडियो दुइटै बिस्तारै सुरुमा उहाँले हटाइदिनु हुनेछ, सिधा गर्ने छिन्। अब हेर, अरू अवलोकन गर। रविन्द्र राई माइक दिनुहोस् त। रविन्द्र राई, रविन्द्र राई माइकमा भन्नु पर्यो। रविन्द्र राई हजुर, तपाईँले मगनी गर्नुभएको दुलही कञ्चन उहाँ हो? फरक परेको छैन? 100% कन्फर्म हुनुहुन्छ? ल त्यसो भए हात समाउनुहोस्। ल ठिक छ है। र आज चाहिँ उहाँले यो घुम्टोलाई तोड्नु भएको छ, घुम्टो गाड्नु भएको छ। सारा समाजलाई देखाइदिनुहोस् आफ्नो दुलही, एकचोटि फर्काएर देखाइदिनुहोस्। अब यो अनुहार कसको हो? कञ्चन। अब कसकी हुन्? रविन्द्रको। यही अनुहारको लागि आजसम्म यत्रो दुःख, यत्रो समाज, यत्रो बुद्धिजीवी भलात्मी आफन्त कसको लागि हो? यति प्राप्त गर्नलाई हो। हुन्छ, सवार स्वीकार गर्दै हुनुहुन्छ, यो पनि पाउनुहुन्छ। अब तिम्रै हो, गर्नुपर्छ, कन्फर्म भइसकेको छ। र परमेश्वरलाई धन्यवाद दिँदै उहाँले आफ्नो विवाहित दुलही कन्फर्म गर्नुभएको छ। अब म विवाह अगाडि बढाउन चाहन्छु र अलिकति धैर्यताका साथ उभएर बसिदिनु होला। अब एकछिनलाई सारा कुरा बिर्सेर, यतिखेर त चिलाको पनि बिर्सनु भन्छ, चिलाकोलाई पनि नकन्याउनु भन्छ होइन? यो त्यस्तो समय हो है। र अब चाहिँ हामी विशेष विवाहतिर जाँदैछौँ। उहाँले आफ्नो विवाहित दुलही कन्फर्म गर्नुभएको छ। म र यो घुम्टो उगारिसक्नु भएको छ। र यो अब विवाहमा चाहिँ हामी दुवैतर्फलाई हामीले सोधपुछ पनि गऱ्यौँ। र अब म केही बाचाहरू गर्न चाहन्छु यहाँहरूलाई, छोटो रूपमा बाचा छ। अब चाहिँ सबैजनालाई माइक दिनु होला। यो पवित्र विवाह घोषणा गर्न अगाडि, स्वयंवर गर्न अगाडि हामी केही बाचाहरू गर्नेछौँ। दुइटै माइक राम्रो राम्रो बज्ने बनाएर दिनु होला। नजिकै लगेर तपाईँहरूले चाहिँ राम्रोसँग जोडसँग बोलिदिनु होला, किनभने तपाईँहरूको बिचमा परमेश्वर र यतिका धेरै साथीहरूको बिचमा तपाईँहरूको विवाह, पवित्र विवाह बन्धन बाँधिँदैछ। यो चान्चुने कुरा भने होइन। त्यसले गर्दाखेरि तमाम हाम्रा आफन्त, तमाम साथीहरूको अगाडि रोहबरमा हुन्छ पानी खाऊ, हामी चाहिँ पवित्र बन्धन बाँध्न गइरहेका छौँ। र मैले सोधेको कुरा, मैले भनेको कुराहरू चाहिँ तपाईँहरू भन्नुहोस् है।
रविन राई, हजुर तपाईँ कञ्चन राईलाई आफ्नो विवाहिता दुलहीको रूपमा स्वीकार गर्न यतिका साँची र परमेश्वरको गवाईको साथमा तयार हुनुहुन्छ? तयार छु। हात पनि उठाउनुहोस् त्यसो भए। अब एउटा हात, एकछिन हात छोडौँ, हात उठाउँ ल यतिखेर है। यही प्रश्न म कञ्चन बेहुला कडा छ है। यही प्रश्न म कञ्चन राईलाई गर्न चाहन्छु। यतिका साँची र परमेश्वरको उपस्थितिमा तपाईँ कञ्चन राई रविन राईलाई आफ्नो विवाहिता श्रीमानको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ? तयार छु। हात उठाउनुहोस् त्यसो भए। दाहिने तयार हुनुहुन्छ? हजुर तयार छु। धन्यवाद छ। र मण्डली परिवार दम्बर सामेल मगरलाई म स्थानीय पास्टर हुनुहुन्छ, उहाँलाई सोध्न चाहन्छु। उहाँहरूले आफ्नो रविन राईले कञ्चन राई, कञ्चन राईले रविन राईलाई चाहिँ आफ्नो आफ्नो विवाहिता श्रीमान श्रीमतीको रूपमा स्वीकार गर्न तयार हुनुहुन्छ के यो मण्डली उहाँहरूको विवाह गरिदिनको लागि तयार छ? एकदम अवश्य पनि छ। थ्याङ्क यू, धन्यवाद। म जुन कुरा भन्छु मसँगै तपाईँले दोहोऱ्याउनु पर्नेछ अनि त्यो कुरा पछि दुलहीलाई पनि म सोध्छु, दुलहीले पनि त्यो कुरा भन्नुपर्नेछ र मसँगै। अब चाहिँ हामी शपथ खाँदैछौँ है। हुन्छ, रविन राईले नजिक माइक राखेर रेडी भएर हात उठाएर भन्नुहोस्, म रविन राई परमेश्वरको उपस्थितिमा र यस पवित्र सभामा उपस्थित साथीहरूको सामु सेभेन्थ डे एडभेन्टिस्ट चर्चको शिक्षा अनुसार तिमी कञ्चन राईलाई मेरो जीवन साथी श्रीमतीको रूपमा स्वीकार गर्दछु। उत्पत्ति 2:24 भने अनुसार यसकारण मानिसले आफ्नो बुबा आमालाई समेत छोड्छ र आफ्ना श्रीमतीसँग मिलिरहन्छ। यी दुई एक शरीर हुनेछन् भनेको छ। म आज यो प्रतिज्ञा गर्दछु कि सुखमा दुःखमा स्वास्थ्य र रोगमा समृद्धि र अभावमा म तिमी कञ्चनलाई प्रेम गर्नेछु, सम्मान गर्नेछु, आदर गर्नेछु र विश्वास योग्य सधैँ रहनेछु। 1 कोरिन्थीको पुस्तक 4 अनुसार प्रेम धैर्य सहनशील प्रेमिलो दयालु र प्रेम कहिले असफल हुँदैन। र अर्को पनि छ, म ख्रीष्टको प्रेम र पवित्र आत्माको मार्गदर्शनमा तिमी प्रति निष्ठावान रहनेछु र हाम्रो घरलाई परमेश्वरको भयमा स्थापित गर्नेछु। बाइबल पद मत्ती 19को 7 परमेश्वरले जसलाई जोड्नु भएको छ त्यसलाई अलग नगरोस्। हुन्छ, रविनलाई धन्यवाद दिन चाहन्छु र यसै गरी म दुलहीलाई पनि यही कुरा म कञ्चन राई परमेश्वरको उपस्थितिमा र यस पवित्र सभामा उपस्थित साथीहरूको सामुन्ने सेभेन्थ डे एडभेन्टिस्ट चर्चको शिक्षा अनुसार
मैले भनेको भन्नु सेभेन्थ डे एडभेन्टिस्ट चर्चको शिक्षा अनुसार तपाईँ रबिन राईलाई मेरो विवाहिता जीवनसाथी श्रीमानको रूपमा स्वीकार गर्दछु। अब तपाईँले भन्नु परेन म आज होइन भन्नुहोस्, यो उच्च पद चाहिँ भन्नु पर्दैन। म आज यो प्रतिज्ञा गर्दछु कि सुखमा दुःखमा स्वास्थ्य र रोगमा समृद्धि र अभावमा म तपाईँ रबिन राईलाई प्रेम गर्नेछु, सम्मान गर्नेछु, आदर गर्नेछु र विश्वास योग्य सधैँ रहनेछु। धन्यवाद। अर्को बाँकी छ। म ख्रिस्टको प्रेम र पवित्र आत्माको मार्गदर्शनमा तपाईप्रति निष्ठावान रहनेछु र हाम्रो घरलाई परमेश्वरको भयमा स्थापना गर्नेछु। अब दुवैजनाले है सँगै कसले जित्ने है त स्वरले। मृत्युले हामीलाई एकैचोटि मृत्युले हामीलाई अलग नपारेसम्म म अब तिमी भन्नु उसले तपाईँ म तिमीप्रति साँचो र विश्वास योग्य रहनेछु। यो प्रतिज्ञा प्रभु येशूको नाउँमा गर्दछु। आमेन। हुन्छ, उहाँहरूले योको साथमा स्वयंवर हुँदैछ। अहिले तिमी यो दुलाले लगाइदिने, पहिले हिजो लगाइदिएको नि उसले त। हुन्छ, यसै गरी अब दुलहीले पनि अब दुवैजनाले अगाडि फर्केर नमस्कार गर्नेछ अनि जानेछन्। हाम्रा बहिनीहरू चाहिँ राखेर नमस्कार गरिओरि। थ्याङ्क यू। दुईटा यो औँठी चाहिँ मेरो बिचमा अमूल्य धातु पनि भन्छ यो एउटा चाहिँ, र हिजोको चलनमा पनि यो थियो है। हाम्रो बाइबलमा हामी हेर्छौँ भने बाइबल धर्मशास्त्रमा पनि सुनको कुराहरू गरिएको छ। यो चाहिँ एउटा औँठी जो चाहिँ एउटा मायाको रूपमा, चिनोको रूपमा उहाँहरूले सार्दै हुनुहुन्छ। दुलारले दुलहीलाई र दुलहीले दुलालाई लगाइदिँदै हुनुहुन्छ। र म चाहन्छु यो जुन वैवाहिक सम्बन्ध बाँधिँदा लगाइएको चिनो चाहिँ अन्तसम्म पनि तपाईँहरूले राख्नु होला। किनकि मैले अस्ति मगनीमा पनि भनेको थिएँ, यसले चाहिँ कुनै पनि परीक्षाहरूमा पर्न गलत ढुङ्गाबाट चाहिँ यसले छेक्ने गर्छ, रोक्ने गर्दछ। जब तपाईँ हातमा रबिनका हातमा कञ्चनले दिएको चिनो रहन्छ, उसले कुनै पनि परीक्षाहरूबाट ऊ जोगिन सक्छ। तपाईँले बुझिहाल्नुभयो। त्यस्तै कञ्चनका हातमा रबिनले दिएको चिनो जबसम्म रहनेछ तब उसलाई पनि हरेक परीक्षाहरूबाट चाहिँ उसले जोगिनेछ भन्ने विश्वास राख्दै यसलाई हामी प्रार्थना गर्नेछौँ। र प्रार्थना साथ हामी यो औँठीलाई चाहिँ हामी एकअर्कालाई लगाइदिनेछौँ। आउनुहोस् हामी छोटो प्रार्थना गरौँ। प्रार्थना पनि म गर्न चाहन्छु। महान ईश्वर प्रभु परमेश्वर, तपाईँलाई धन्यवाद छ। विशेष गरी तपाईँको छोरा रबिन राई र तपाईँको छोरी कञ्चनले उहाँहरू वैवाहिक बन्धनमा बाँधिँदै गर्दाखेरि यो एउटा मायाको चिनो उहाँहरूले सार्दै हुनुहुन्छ। यसमा प्रभु तपाईँको आशिष अनुग्रह हुनुहुन्छ। यो एउटा बहुमूल्य धातुको रूपमा भए तापनि प्रभु यसले चाहिँ उहाँहरूको जीवनमा ठुलो आशिष दिन सकोस्, उहाँहरूलाई परीक्षाहरूबाट पनि जोगाउन सकोस्, ताकि यसलाई हेरेर आफ्नो आफन्त, आफ्नो श्रीमान अथवा आफ्नो श्रीमती उहाँहरूले सम्झिन सक्नुहुन्छ। के मागौँ प्रभु तपाईँ परमेश्वरलाई बिन्ती येशूको नाउँमा। हुन्छ, यो म
अलिकति त फर्काएर है पास्टर जीवन कुमार राई लगाइदिउँ न हो लगाइदिउँ यो पञ्जीकरण लिएर आउँदै हुनुहुन्छ लगाइराख्नु त लगाएर जीवन बहादुर राईले तयार गर्नुभएको रहेछ उहाँले लिएर आएर अगाडि आएर सुनाइदिनु हुनेछ उहाँहरूले साथीहरूलाई हस्ताक्षर गराउनु हुनेछ यता हेरिदिनु रिङमा हेर्नु दुवैजनाले बाँकी केही छ ल भयो र अगाडि साथीहरूलाई हस्ताक्षर गराउँदै गर्नुभए पनि हुन्छ अगाडि चाहिँ हाम्रो डम्बर बहादुर राई र रामकुमार राई साथीको रूपमा आउनुहुनेछ र उताबाट दाई भाउ काका है दाई भाउजू रुद्र बहादुर उहाँहरूलाई पनि त्यहाँ अगाडि साथीको रूपमा नाम सहित हस्ताक्षर लाइनलाई हेर्दै गर्नु है बडा लाइनले धोका दियो यतिखेर चाहिँ पछाडि कहीँ सुन्नु भएको छ त कहाँसम्म सुन्नु भएको छ त्यहाँसम्म सुन्नु भएको छ ठिक छ सर बाहिर आउनु सर धेरै हल्ला भन्छ दिन गइरहेको छु र यो सर्टिफिकेटमा के कुरा लेखिएको छ त्यो पनि म तपाईँहरूलाई पढेर सुनाउन चाहन्छु Seventh-day Adventist Church marriage certificate. This is to certify that Mr. Robin Rai, the son of Mr. Chandra Bahadur Rai, and Miss Kanchan Rai, daughter of Mr. Prem Bahadur Rai, joined in holy matrimony on 2082-10-7, officiated by Pastor Dhanalal Rai at Nepaltar Church. Bride Kanchan Rai, witness Sarmila Rai, witness Dilkumar Rai. Groom side Robin Rai, groom witness Mahendra Rai, Rudra Bahadur Rai. Local pastor Dambar Bahadur Magar. यो चाहिँ म तपाईलाई नेपालीमा पनि भन्न चाहन्छु मिस्टर चन्द्र बहादुर राईको छोरा रविन राई, मिस्टर प्रेम बहादुर राईको छोरी कञ्चन राईको 2082 साल 10/7 गते पास्टर धनलाल राईले नेपालटार चर्चमा बेहुली पक्ष शर्मिला राई, दिलकुमार राई र बेहुला पक्ष महेन्द्र राई, रुद्र बहादुर राई, लोकल चर्च पास्टर डम्बर बहादुर मगर र उपस्थित सम्पूर्ण महानुभावहरूको बिचमा विवाह सम्पन्न गर्नुभएको हो भन्ने हामी हस्तान्तरण गर्दैछौँ। धन्यवाद छ पास्टर जीवन बहादुर राई, उहाँहरूको हस्ताक्षर सहितको एउटा दस्तावेज हामीलाई प्राप्त भएको छ र यो विवाह उहाँहरूको सम्पन्नताको एउटा प्रमाणपत्र हो। म यो जुलाई नानीलाई यहाँबाट दिन चाहन्छु र यसले चाहिँ यति धेरै ठुलो अर्थ राख्छ कि तपाईँको जीवनभर रविन राई एउटा विवाहिता श्रीमान हुनुहुन्छ। तपाईँले यो द्वारा तपाईँलाई ठुलो अधिकार प्राप्त भएको छ हाम्रो सेभेन्थ डे एडभेन्टिस्ट चर्चमा कि तपाईँले यो द्वारा हाम्रो सेभेन्थ डे एडभेन्टिस्ट चर्च हल्ल्याउन सक्नुहुन्छ। रविन राईले तलमाथि गरेको खण्डमा यो चर्चलाई उहाँलाई ठुलो कारवाहीसम्म गर्नेछ, किनभने यो सर्टिफिकेटले तपाईँले उहाँलाई ठाउँको ठाउँ बसाउन सक्नुहुन्छ, ठखरै गर्नु सक्नुहुन्छ। यो
सर्टिफिकेट आज तपाईँलाई यो सेभेन्थ एडभेन्टिस्ट एउटा ठुलो झुन्डले तपाईँलाई प्राप्त गर्नेछ। हुन्छ, यो लिनुहोस्। हाम्रो पास्टर जिराम राईज्यूले प्रदान गर्दै हुनुहुन्छ। हुन्छ, तपाईँले लिनुहोस्। यता हेर्दिनु न पक्रेर ठाउँमा तपाईँले राख्नुहोस्। आफूले तपाईँलाई काम गर्दैछ। कञ्चन राईलाई यसले चाहिँ डोरी जस्तो बाँधेर राख्छ। भोलि चाहिँ मेरो विवाहिता श्रीमती हो भनेर जहाँ पनि दावा विरोधका साथ मेरो श्रीमती हो भनेर उहाँले चाहिँ कञ्चनलाई द्वारा भन्न सक्छ। धन्यवाद छ। यो सँगै बाँकी कार्यक्रम अब हाम्रो केही बाँकी रहनेछ र म अब चाहिँ आशिषको प्रार्थना हाम्रो पास्टरहरूले गरिदिनु हुनेछ। त्योभन्दा अगाडि परमेश्वरको अनुग्रह अगुवाईमा व्यक्तिका साथीहरूको माझ अभिभावकहरूको साथ पास्टर अगुवा एल्डर समाज बुद्धिजीवी भद्रबलात्मी अभिभावक हाम्रो पास्टर आदरणीय पास्टरज्यूहरूको अगाडि यी दुईजना रविन्द्र राई र कञ्चन राई चाहिँ आज उसो पवित्र विवाह बन्धनमा बाँधिनु भएको हो भन्ने पिता पुत्र र पवित्र आत्मा एक परमेश्वरको नाममा विवाह घोषणा गर्दछु। धन्यवाद छ। हाम्रो विवाह सम्पन्न भइसकेको छ। पास्टर धनलाल राईज्यूलाई धेरै धेरै धन्यवाद छ। हामीसँग माइक्रोफोन पनि भएन, धेरै हल्ला पनि भयो। अब हामीसँग केही विधिहरू रहेको छ। जबसम्म उहाँहरू दुला एउटा दाम्पत्य जीवनमा बाँधिनु भएको छ, जबसम्म मृत्युले नछुटाएसम्म अथवा उहाँ हुन्छ। यो समय चाहिँ दुईजना आउनुभएको छ। यो बत्तीको प्रतीकको लागि चाहिँ हाम्रो पास्टर जीवन बहादुर राई हुनुहुन्छ। उहाँले केही अर्थ भनेर उहाँहरूलाई पास्टर जीवन राईले छोटो प्रार्थना पनि गर्नुहुन्छ। अब यो दुई परिवार पनि एक हुँदै हुन्छ। हुन्छ, यो समय अहिले हामी जीवन यो दीप प्रज्वलनको समयमा हामी आइपुगेका छौँ र तपाईँले देख्दै हुनुहुन्छ के अरे दुईजना उहाँहरूले चाहिँ दुई फ्यामिलीले अहिले पक्रिराख्नु भएको छ त्यो र यसलाई चाहिँ अब हामी कसरी यसलाई युनाइट गर्ने भनेर तपाईँहरूलाई देखाउँछौँ। र म अनुरोध गर्न चाहन्छु यता बेहुलाको दिदीले भाइलाई किन र भाइले यता दिदीलाई हस्तान्तरण गर्नको लागि यो सबैले ताली बजायौँ है। ल अब म उहाँहरूलाई दुईजनालाई सँगै यो बत्ती यो दियोलाई बाल्नको लागि सँगै सँगै ल अब तपाईँहरूले यसलाई मार्नुहोस् आफ्नो पुग्नुहोस् राख्नु। ल अब तपाईँहरूले यहाँ देख्नुभयो अघि दुईटा थियो तर अहिले के भयो एउटा भयो है। यसको मतलब के हो भने पहिला उहाँहरू दुईटा हुनुहुन्थ्यो तर अहिले उहाँहरू के हुनुभयो एउटा हुनुभयो है, एउटा शरीर हुनुभयो। यसको मतलब चाहिँ यो दुई परिवार चाहिँ के भयो एउटा भयो र आजदेखि उहाँहरू दुई होइन उहाँहरू चाहिँ एक हुनुहुन्छ भन्ने सन्देश यो मैनबत्ती दीप प्रज्वलनले चाहिँ दिँदछ। हस्, धन्यवाद। त्योभन्दा अगाडि अब अन्तिम अगाडि हामीसँग माइक्रोफोन नभएको पनि हामी चाहिँ अहिले आशिषको प्रार्थनामा आइपुगेका छौँ। विवाह सम्पन्न भइसकेपछि यहाँनिर कुशलहरू केही छैन। हात अघि जुन पास्टरले बाँधिदिनु भयो त्यो नछोड्नु होला। यस्तो गरेर रमादने पास्टर जीवन कुमार राई हुनुहुन्छ हाम्रोमा। उहाँलाई म अगाडि बोलाउन चाहन्छु। सबैजना खडा भइदिनु होला। तर हाम्रो अभिषिक्त पास्टरहरू चाहिँ अगाडि आइदिनुहोस् न। सबैजना एल्डर सबैजना हाम्रो हामी यो आशिषको प्रार्थना गरेछौँ। सबैजना खडा भइदिनुहोस् र पास्टरहरू चाहिँ घोडा टेकिदिनुहोस्। अगुवाहरू एल्डरहरू है स्टेज आइदिनु भए पनि हुन्छ। यो चाहिँ
विशेष गरी प्रार्थना रहेको छ त्यो भएर त खत्तम भयो नि त फुल फोटो खिच न त्यही हो वाइड नै हाल्नु सक्यो वाइड वाइड स्वर्ग सिंहासनमा विराजमान गर्नुहुने हाम्रा देवी परमेश्वर पिता आजको विशेष गरी यो समयमा तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ तपाईँको अनुग्रह र तपाईँको कृपाले आज प्रभु यो पवित्र विवाह सुसम्पन्न भएको छ प्रभु तपाईँ परमेश्वरलाई धेरै धेरै धन्यवाद छ र विशेष गरी प्रभु परमेश्वर आजभन्दा धेरै वर्ष अगाडि जो चाहिँ सृष्टिको सुरुमा नै आफ्ना छोरा र छोरी जो नर र नारी थिए जो चाहिँ आदम र हवा त्यो दुईजनालाई प्रभु अदनको बगैँचामा तपाईँ परमेश्वर स्वयंले पवित्र विवाह गरिदिनको लागि तपाईँ परमेश्वरले सुरु गर्नुभयो आज त्यही पवित्र विवाह प्रभु आज यो माझमा यतिका जनहरूको माझमा तपाईँको उपस्थिति प्रभु सम्पन्न भएको छ विशेष गरी प्रभु तपाईँ परमेश्वरको चरणमा तपाईँको छोरा रविन्द्र तपाईँको छोरी कञ्चन यी दुवैजनालाई प्रभु हामी समर्पण गर्छौँ तपाईँको इच्छा अनुसार चलाउनुहोस् र यिनीहरूको माझमा कुनै पनि शैतान दुष्टबाट आउने बाधा विपन्नबाट तपाईँ जोगाउनुहोस् प्रभु म मत्ती 19 को 5 र 6 को पदलाई दावा गर्दै प्रभु परमेश्वर म प्रार्थना गर्छु यिनीहरूलाई कुनै पनि शक्तिले कुनै पनि मृत्युले बाहेक कुनै पनि शक्तिले प्रभु नछुटाओस् यिनीहरू जबसम्म प्रभु जीवनको तार्दासम्म जान्छ तपाईँ परमेश्वरलाई आशिष दिनुहोस् धन्यवाद छ प्रभु यिनीहरू मिलिकन तपाईँ परमेश्वरको महिमा वरिपरि भएको छरछिमेकी यिनीहरू बस्ने घरमा तपाईँ परमेश्वरले आशिष दिनुहोस् प्रभु र यी दुईजनाको जीवन तपाईँ परमेश्वरको चरणमा राख्दै बिन्ती र प्रार्थना गर्छु विशेष भाइलाई म यो समय दिन चाहन्छु मामाहरू सबैजना यहाँ अघिको जस्तै हुनुपर्ने एउटै ड्रेसको मामाहरू कता कता जानुभयो सबैजना आइदिनु होला र अब पोजिसन चेन्ज योभन्दा अगाडि शुभकामना दिनुभन्दा अगाडि अब पोजिसन चेन्जको लागि म अनुरोध गर्दछु अघिसम्म देब्रे साइडमा दुला हुनुहुन्थ्यो भने अब दुलाई ठाउँ पोजिसन चेन्ज गर्दै हुनुहुन्छ र उहाँहरू सँगसँगै बेसमेन्ट पनि चेन्ज हुँदै हुनुहुन्छ उहाँको लोकन्ते साथीहरू अब हाम्रो विवाह सम्पन्न भइसकेको छ यो समय शुभकामना दुईजनालाई शुभकामना दुई शब्द राखिदिनु हुन म आदरणीय टङ्कबहादुर राई ज्यू हाम्रो आदरणीय मामालाई दिन चाहन्छु यो समय दिन हाम्रो भाइलाई धन्यवाद र हाम्रो रबिन राई मेरो भान्जो एक्लो भान्जो एकैवटा भान्जो एउटा भान्जी हुनुहुन्छ मेरो भान्जोले चाहिँ हाम्रो के अरे हाम्रो कञ्चन आज पाएको निम्ति म धेरै खुसी छु र उहाँहरूको जीवनमा अनन्तसम्म उहाँहरूको चिरञ्जीवी होस् भनेर चाहिँ म शुभकामना दिन चाहन्छु र मेरो ठुलो आशीर्वाद पनि छ र साथै भन्दै मैले यहाँबाट बिदा भएँ नमस्कार धन्यवाद छ हाम्रो आदरणीय मामा आजको दुलाईको मामालाई धन्यवाद छ अब अफिसियल रूपमा साँच्चीकै उहाँहरू बुढा श्रीमान श्रीमती भएको घोषणा गरिदिइसक्नु भएको छ अब उहाँहरूलाई सल्लाह सुझाव हाम्रो एकदमै हाम्रो एडभेन्टिजकै पुरा हाम्रो नेपाल एडभेन्टिजको अग्रज हुनुहुन्छ हाम्रो संस्थापक हुनुहुन्छ पाइनियर बाजुराम तखाचे श्रेष्ठ हुनुहुन्छ उहाँलाई छोटो शुभकामना वचन दिनुहुन्छ त्योभन्दा अगाडि म उहाँलाई खडा हुनलाई अनुरोध गर्दछु सबैले जोरदार ताली हालिदिनुहोस् त हाम्रो नेपालकै उहाँ चाहिँ पुरानो बाजुराम तखाचे श्रेष्ठ हुनुहुन्छ उमेरले 75 वर्ष नागिसक्नु भएको छ उहाँ हाम्रो एडभेन्टिजको राइटर हुनुहुन्छ लेखक हुनुहुन्छ अनुवादक हुनुहुन्छ 100 भन्दा धेरै पुस्तकहरू लेख्नु भएको छ र आज उहाँले उहाँले अनुवाद गर्नुभएको पुस्तक छ यो चाहिँ उपहारको रूपमा दुलाईलाई दिने भन्नुभएको छ र यो पुस्तक पनि यसै अवसरमा दिनुभन्दा अगाडि चाहिँ हामी चाहिँ इनोग्रेसन गर्दैछौँ यसको विमोचन भन्छ यसको लागि हामीसँग आदरणीय पास्टरहरू पनि हुनुभएको हुनाले गर्दा म आदरणीय पास्टरहरूलाई अनुरोध गर्छु अगाडि उभिदिनु हुन पास्टर डिलराम राईज्यू यहाँ आइदिनु होला दुलाई एकछिन छेक्दानी हुन्छ पास्टर धमलाल राईज्यू अनि पास्टर जीवन कुमार राईज्यू पास्टर जीवन बहादुर राईज्यू पास्टर सामुएल मगर माथि नै आइदिनु होला
पास्टर सूर्यबहादुर राई तपाईँ पनि आइदिनु, पास्टर हाइन्द्र राई, पास्टर मानबहादुर राई, पास्टर हरि राई, यहाँ यतातिर आइदिनुहोस् तपाईँहरू। जम्मा 10 जना चाहिन्छ हामीलाई। अलिकति उता गइदिनु त अलिकति। र म एक एकवटा यो दिन चाहन्छु। हुन्छ, उहाँहरूले हातमा राख्नुहुनेछ। भयो त्यति बेला हुन्छ। हुन्छ, अलिकति यता आइदिनुहोस् त एकचोटि। यो किताबको शीर्षक छ हामीलाई धर्म होइन त मर्म चाहिन्छ। सबै मानिसहरूले यसु ख्रिस्टलाई गड सम्झेको छ। उहाँ धर्म स्थापना गर्न आउनुभयो। हामीलाई धर्म चाहिँदैन, तर हामीलाई परमेश्वरको प्रेम, परमेश्वरको मर्म चाहिन्छ। यो किताब तपाईँहरूले पढ्नुहोस्। यसुको नजिक आएर तपाईँ उहाँले प्रेम गर्न, एक आपसमा प्रेम गर्न सिक्नुहुनेछ। र यो संसारमा करोडौँ किताब छापिसकेको छ, वितरण गरेको छ। र तपाईँको हरेकले पढेर परमेश्वरको नजिक आउन सकुन्। धर्मलाई होइन तर हृदयको मर्मलाई तपाईँहरूले ग्रहण गर्नुहोस् र त्यो अनुसार चल्नुहोस्। धन्यवाद। हुन्छ, अब एकै साथमा तपाईँहरू माथि बनाइदिनुहोस् त एकचोटि त्यो पुस्तकलाई। र उहाँको हातमा 2टा पुस्तक छ। यो चाहिँ दुला दुलहीलाई अहिले उपहार दिनुहुन्छ उहाँले। र तपाईँहरूलाई म सबैजनाले यो पुस्तक खोल्दाखेरि आमेन भन्नुहोस्। र यो पुस्तक चाहिँ हाम्रो आदरणीय पास्टरहरूज्यू उहाँहरूको हातबाट चाहिँ यो अनभेल, यो इनोग्रेसन पुस्तक विमोचन हुँदैछ। स्टेप टु क्राइस्ट, धर्म होइन मर्म, शान्तिको बाटो। एकैचोटि तपाईँहरूले खोल्नु सक्नुहुन्छ। सबैजनाले आमेन भन्नुहोस् त। ताली हाल्नुहोस् त सबैजनाले। सबैजना ताली हाल्नुहोस्। र उहाँले खोलेर सबैजनाले छातीमा टाँसेर यता देखाइदिनु हुनेछ। हुन्छ, सबैजनाले यता देखाइदिनुहोस् त एकचोटि। सबैजनाले अग्गाजीहरू एल्डर लोकेश राई, हरिदाई पनि त्यहाँ हात हालिदिनु होला हुनुहुन्छ। सबैजनाले ताली पनि बजाइदिनुहोस् है उस समय। आयो नेपाल तारमा कञ्चन रबिनको विवाह भयो। नेपाल तारमा एउटा परिवार आज थपेको छ, त्यो पनि एडभेन्टिस्ट परिवार, जुन कि परमेश्वरले उहाँ सपना छ कि एडभेन्टिस्ट परिवारले सारा समाजको अगाडि उदाहरण बन्नु भनेर। र हेर्नुहोस्, सबै आगोलाई सासी हो कि होइन, तर एडभेन्टिस्ट संस्कारमा बाइबल परमेश्वरको वचन कहिले पनि ननिभ्ने। आगो निप्छ, त्यो वचन निप्दैन। म तपाईँहरूलाई भाइ बहिनी र कञ्चनलाई म अनुरोध गर्छु कि तपाईँहरूको घरमा बाइबल कहिले खाल्नुहोस्, पढ्नुहोस् र परमेश्वरको नजिक आउनुहोस्। त्यही हेर्नु, म भाइलाई यो किताब दिन्छु। शिक्षा स्कुलमा गएर कलेज गएर पढ्यो भन्नेमा शिक्षित हुँदैन, तर सच्चा शिक्षा भनेको हाम्रो आत्मिक, मानसिक र शारीरिक सन्तुलन हो। अब तपाईँले आफ्ना जब परिवार सन्तान हुन्छन्, यसलाई तपाईँले आफ्नो टेक्स्ट बुक
गर्छु भने म अनुरोध गर्छु। हुन्छ, सबैजनाले ताली हालौँ हामी। उहाँलाई एउटा शिक्षा, एडभान्टेज शिक्षाको पुस्तक दिनुभएको छ। अनि एडभान्टेज घर परिवार, श्रीमती भनेको दासी होइन तर घरको महारानी हो। र हेर्नुहोस्, जब परमेश्वरले नर नारी सृष्टि गर्नुभयो आफ्नै स्वरूपमा, भनेको अर्थ प्रत्येक नर नारी परमेश्वरको स्वरूप हो। जब श्रीमानले श्रीमतीलाई कुट्छ भने उसले परमेश्वरलाई कुटिरहेको हुन्छ। र यो किताब जुन म दिनेछु बहिनीलाई, यो अनुसार चलाउनुहोस्, तपाईँको घर परिवार असल हुनेछ र सफल हुनेछ। धन्यवाद। हुन्छ, ताली हालौँ। उहाँ आफैले अनुवाद गर्नुभएको, लेख्नुभएको बाइबल मुताबिक किताब एउटा उत्साह सल्लाहको रूपमा दिनुभएको छ। समाज बन्छ, समाज बन्यो भने देश बन्छ। आज देशको स्थिति के भइरहेको छ? घर बनिरहेको छ त। म धेरै गौरव गर्छु हाम्रो एडभान्टेज पास्टरहरू जसका श्रीमती घर एउटा उदाहरण रूपमा चलिरहेको छ। र म के सल्लाह दिने, उहाँहरूको सल्लाहमा तपाईँ चल्नुहोस्। तर उनले भनेको छ, यदि परमेश्वरको कसैले सल्लाह दिए घर परिवार आफन्त त्यो परमेश्वरको वचनसँग बाँच्छ भने त्यो सल्लाह लिन आवश्यक छैन। परमेश्वरको वचनमा चल्नुहोस्, तपाईँ घर परिवार सफल हुन्छ। धन्यवाद। आमेन। हुन्छ, उहाँलाई दुईजनालाई दुलाईलाई राम्रो सल्लाह दिनुभएको छ हाम्रो आदरणीय एल्डर भाजुराम श्रेष्ठज्यूले। उहाँलाई धेरै धेरै धन्यवाद छ। अब हाम्रो अन्तिम धन्यवाद ज्ञापनको दुई शब्द हाम्रो रामकुमारी नानाबाट हुन्छ। म यो समय उहाँलाई दिन्छु धन्यवादको दुई शब्द। सबैजना पाहुना पास्टरज्यूहरू जसले विवाह गराइदिनु भयो सबैलाई दुई शब्द राखिदिनुहुन्छ। त्यसपछि हामीसँग एउटा स्पेसल सङ्घपछि अन्तिम प्रार्थना गरेर हामी यहाँबाट जानेछौँ। सबैजनालाई मेरो तर्फबाट नमस्कार अनि जय मसी भन्न चाहन्छु। र तपाईँहरू, म चाहिँ एउटा सानो सानो गवाई अनि एउटा जीवन कहानीहरू भन्नुको लागि म यहाँनिर अहिले आइराखेको छु। र तपाईँहरू जति पनि मेरो लागि हाम्रो लागि भनौँ न, जति पनि तपाईँहरू टाढा नजिकबाट धाई मरी भोकै तिर्खै गाडी भाडा तिरेर खर्च गरेर आउनुभएको छ, कति टाढा टाढाबाट हाम्रो लागि आउनुभएको छ, तपाईँहरूलाई एकदम मेरो तर्फबाट मुरी मुरी धन्यवाद अनि स्वागत भन्नु चाहन्छु। र सबै यहाँ जति पनि आउनु भएको छ यो सबै मेरो आफन्त अनि मेरो शुभ चिन्तकहरू आउनुभएको छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि म चाहिँ के भन्नु चाहन्छु भनेदेखि मेरो छोटो गवाई पनि छ। र सर्वप्रथम म परमेश्वरलाई नै धन्यवाद भन्नु चाहन्छु। र परमेश्वरसँग मैले चाहिँ धेरै प्रार्थनाहरू गरेको थिएँ। र म हिन्दू हुँदाखेरि पनि जति पनि हिन्दू हुँदाखेरि मैले धेरै भोगे चेतेँ होइन, मैले धेरै दुःख पाएँ। त्यो दुःख पाउँदाखेरि मैले धेरै परमेश्वरलाई सम्झेको थिएँ र परमेश्वरसँग धेरै म प्रार्थना गर्ने गर्थेँ। नभन्दै मैले एउटा केही हाम्रो हिन्दूबाट भन्छ एउटा भाकल भन्छ होइन, र मैले एउटा परमेश्वरसँग चाहिँ मेरो जीवन सम्झिएको थिएँ। र म जुन देश विदेशको लागि म भौतारिँदै म एउटा महिला भएर चाहिँ म 30 वर्षको उमेरदेखि म भौतारिँदै म यो खुसीहरू लिनुको लागि यो खुसीहरू यो खुसीहरूको लागि म भौतारिँदै म 30 वर्षको उमेरदेखि म देश विदेश भौतारिँदै म हिँडेर आएको थिएँ। नभन्दै परमेश्वरले आशिष दिनुभएको छ आज। र तपाईँहरू सोध्नुहुन्छ होला गर्ने बेला आफूले गर्ने, तर परमेश्वरलाई भन्नुहुन्छ होला, तर त्यो होइन। हाम्रो सबैभन्दा के हुन्छ भनेदेखि मान्ने तरिका हो, तर हाम्रो एउटा भगवान भन्छ होइन, हामी हिन्दूबाट भगवान भनिन्छ, तर हाम्रो मान्ने तरिका छुट्टै हो। तर हाम्रो एउटा हामीलाई जति पनि हामीलाई जुटाउने भनेको एउटा भगवान एउटा परमेश्वरै हुनुहुन्छ। र मलाई चाहिँ
परमेश्वरले चाहिँ मलाई धेरै धेरै आशिष दिनुभएको छ अहिलेसम्म है। अब अगाडि पछाडि भनेको त त्यो भोलि पर्सिको कुरा भोलि पर्सि नै हुन्छ थाहा र पछिको लागि के हुँदै जान्छ त्यो त अब अहिले हामीलाई कसैलाई थाहा छैन। अहिलेको लागि मैले जुन खुसी चाहेको थिएँ तर मलाई अहिले म खुसी छु र मेरो छोराछोरीलाई चाहिँ यही देख्नुको लागि होइन, मेरो छोराछोरीको लागि खुसी होस् र मेरो छोराछोरीको जीवनहरू अगाडि बढोस् भन्दाको खातिरले चाहिँ म भौतारिँदै म जाँदै गर्दाखेरि आज म जे होस् खुसी छु र मेरो छोराले पनि राम्रै प्रगतिहरू गर्दै गएकोमा म परमेश्वरलाई नै धन्यवाद दिन चाहन्छु। यो तरिकाले चाहिँ यस्तै होस् भनेर म परमेश्वरलाई चाहिँ म धेरै प्रार्थना गर्थेँ तर परमेश्वरले आज मलाई आशिष दिनुभएको छ र छोरा आज मैले मेरो बुहारी पनि भित्राउनु सफल भएको छु र यो बुहारी भित्राएको छु मैले। आज भोलि वर्षलाई के हुन्छ त्यो थाहा छैन तर अहिले मलाई खुसी छाएको छ र जे होस् राम्रै छ। मेरो छोराछोरीको खुसीको लागि मैले जस्तो सोचेको थिएँ र जस्तो चाहेको थिएँ र जस्तो खालको परमेश्वरलाईसँग मैले प्रार्थना गरेको थिएँ तर परमेश्वरले सुनिदिनु भयो र परमेश्वरलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र जति पनि टाढा नजिकबाट आउनुभएको छ सबैजनालाई धन्यवाद भन्दै यो मेरो 2 शब्द यी तुल्याउँदै फेरि पनि नमस्ते अनि जय मसी भन्न चाहन्छु। भाइलाई भेटेर खदा हालिदिएर माला हालेर भए जतिको उपहार ल्याउनु भएको छ दिन सक्नुहुन्छ। हुन्छ यो समय म उहाँलाई दिन चाहन्छु। हुन्छ भाइलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूको माझमा म फेरि उपस्थित भएको छु। मैले एउटा स्पेसल आजको विशेष गरिकन हाम्रो दुलहा र दुलहीको लागि चाहिँ एउटा कोसेली लिएर आएको छु। यो मेरो कोसेली चाहिँ एउटा भजन होइन, एउटा साहित्यमा रुचि राख्ने मान्छे म, त्यस कारणले एउटा गजल बनाएर लिएर आएको छु कोसेली। र यो समय चाहिँ दुलहा रबिन र दुलही कञ्चनलाई चाहिँ यता मतर्फ चाहिँ हेर्नको लागि चाहिँ म अनुरोध गर्न चाहन्छु र एउटा यो चाहिँ आशीर्वाद स्वरूप है, एउटा आशीर्वाद तथा एउटा होइन हुन्छ नि मेरो तर्फबाट एउटा शुभकामना साथै एउटा हुन्छ त्यो चाहिँ मैले दिएको छु कोसेली। त्यो चाहिँ ध्यान दिएर सुन्नु होला है। मेरो गजल एउटा गजल लिएर आएको छु, सुन्नु होला तपाईँहरूले पनि। मले वाको जोडी हौ तिमी सँगै जिउनु, मले वाको जोडी हौ तिमी सँगै जिउनु, मन फाट्ला कहिले काहीँ पिरतीले सिउनु, उकालीको चौतारीमा सँगै बिसाउनु, उकालीको चौतारीमा सँगै बिसाउनु, प्यासा लागे पानी पिई प्यासा मेटाउनु, मले वाको जोडी हौ तिमी सँगै जिउनु, मन फाट्ला कहिले काहीँ पिरतीले सिउनु। दुईटै मूर्ख होइन त्यहाँ एउटा ज्ञानी बन्नु, दुईटै मूर्ख होइन त्यहाँ एउटा ज्ञानी बन्नु, एउटा पोल्ने आगो बने एउटा पानी बन्नु, मले वाको जोडी हौ तिमी सँगै जिउनु, मन फाट्ला कहिले काहीँ पिरतीले सिउनु। ताली पनि बजाइदिनु होला। जहाँ जहाँ जान्छौ तिमी लक्ष्य बोकी हिँड्नु, जहाँ जहाँ जान्छौ तिमी लक्ष्य बोकी हिँड्नु, सफलताको सिँढी चढ्दै चुचुरोमा पुग्नु, मले वाको जोडी हौ तिमी सँगै जिउनु, मन फाट्ला कहिले काहीँ पिरतीले सिउनु। ओहो कस्तो मान्छे भनी भन्न नपरोस्, ओहो कस्तो मान्छे भनी भन्न नपरोस्, एउटा यता अर्को उता सुन्न नपरोस्, मले वाको जोडी हौ तिमी सँगै जिउनु, मन फाट्ला कहिले काहीँ पिरतीले सिउनु। धन्यवाद। हुन्छ यति सुन्दर कविताबाट उहाँले शुभकामना व्यक्त गरिदिनु भयो, धन्यवाद छ। सर्वव्यापी सर्वज्ञानी यस ब्रह्माण्डका मालिक परमेश्वर पिता प्रभु तपाईँ हामी यस गरी धन्यवाद दिन्छौँ जुन आज रबिन र कञ्चनको यो पवित्र विवाह कार्यक्रममा तपाईँ सहभागी हुनुभयो र साथ दिनुभयो। सुरुदेखि अन्त्यसम्म जतिजना टाढा नजिक उहाँको इष्टमित्र आफन्तजनलाई सबैजनाले ल्याउनु भयो प्रभु, अनि यो पवित्र विवाह कार्यक्रम सम्पन्न गराउनु भयो। साँच्चै नै प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ यो जुन आजको कार्यक्रममा तपाईँले साथ दिनुभएकोमा, अनि यहाँबाट छुटेर आफ्नो घरतर्फ जानेछन्, भोजन खानेछन् प्रभु, सबैमा तपाईँले शान्ति सकुशल राख्नुहोस्। यो नवविवाहिता जोडीलाई पनि तपाईँले यो घरमा शान्ति सुरक्षा साथ राख्नुभएको होस् र यो घर परिवार आफन्तजन सबैको साथमा हुनुहोस्। धन्यवाद छ प्रभु, तपाईँले सबै कुरा माग्नुभन्दा अगाडि दिनुभएको लागि सम्पूर्ण बिन्ती अर्जी
माग्दछु उद्धारकर्ता मुक्तदा प्रभु येशूको नाउँमा आमेन। धन्यवाद भन्दा पनि नफाल्न सक्छ। केटाहरू सबै यता आइदिनुहोस् त केटाहरू। हुन्छ हामीसँग 7 जना कन्याहरू हुनुहुन्छ। अलिकति नानी पनि अगाडि आइदिनुहोस् तपाईँ पनि। छोटेनलाई पार्नुपर्छ भन्दै हुनुहुन्छ यहाँले। हुन्छ हाम्रो हुन्छ अब म काउन्टडाउन गर्नेछु 1 2 3 भनेछु अनि थाल्नुहुन्छ है त। जसको हातमा हुन्छ त्यसपछि म अर्थ त हुन्छ। तपाईँहरू रेडी हुनुहुन्छ? आर यु रेडी? ओके म काउन्टडाउन गर्नेछु अनि उहाँले थाल्नुहुन्छ। 1 3 2 1 योनाको हातमा परेको छ। योनालाई धेरै धेरै धन्यवाद छ। यहाँ ठुलो बुवाले नै हाँस्नु भयो पास्टर डिभिजन बेराजले। उहाँले अर्कोचोटि उहाँको विवाह हामी खान पाऊँ र तपाईँहरूले खबर गरिदिनु होला एकजना सोल्टेनी तयार हुनुहुन्छ भनेर। हुन्छ यो समय पश्चात अब हामी दुलाईलाई यहाँबाट आइदिनु होला। पास्टरहरूले लिएर तल जानुहोस्।
मायाको खुसी जीवनमा बुन्दै अनेकौं सपना
हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार दुःखमा सुखमा तिम्रै साथ गतिमा कमीमा पनि उकाली ओह्राली हिँड्नेछौँ हामी सँगै सँगै सधैँभरि हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ मेरी माया तिमी नै हौ मेरी माया खेले चल्ने होला जीवन गाडी भरपर्दो के छ यहाँ के सुन र चाँदी जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि जमाना बिरानो छ कुन यहाँ आफ्नो छ कसरी बढौँ म अगाडि आफ्नो म छु नि तिम्रो लागि सधैँ हिँड्नलाई तिमीसँगै तिमी लड्दा म दिनेछु हात तिमी रुँदा म दिनेछु काँध ईश्वरको मलाई सुन्दर उपहार हौ तिमी